बिउ खाला ल बिउ खाला ल काम गर बसेर छिटो छिटो काम गर उठ्ने होइन काम गर्ने मान्छे त बस बसेर काम गर बसेर ल यसरी उखाल्नु पर्छ कि यसरी भाइले सिकाइदेऊ त बिउ खाल्न भाइले सिकाइदेऊ बसेर बसेर सिकाइदेऊ न बसेर बस ल बसेर गर गुड सिकाइदेऊ न त्यही भाइलाई एउटा यस्तरी उखाल्नुपर्छ है बिउ कसरी उखाल्नुपर्छ यसरी ल यसरी उखाल यसरी उखाल्यो नउखाल फेरि यो लिएर उता गएर फेरि यस्तो यस्तो रोप्ने हो कहिले हो भोलि मम्मी म पनि भोलि गर्छु हस् ल बसेर बाबुले धेरै बिउ उखाला त ल आउनुहुन्छ अघि आउनुभएको थियो त ठुलमम्मी आउनुभएको थियो रोप्ने मेलो नभएर जानुभयो अब भोलि आउनुहुन्छ कति उखाल्यो बिउ ल देखाऊ जम्मा त्यति हो यत्रो अर्को खै त अघि उखालेको बाबुले कति उखाल्यो ल देखाऊ त बाबुले कति उखाले बाबुको बिउ उखाले बाबु खेत रोप्न जान्छ हौ खतरा छ मेरो बाबुको बिउ उखाले हुन्छ अहिले नआउने हो नि त गएर हजुर के चाहियो बाबुलाई लिगा नि त लिगा थोरै लिगा ल थोरै तिमीले गरे के हो यता हेर त तिमीले उखाले के हो त्यो बिउ आएको पनि हो फ्याँक्ने होइन ए नानीहरू त तिमीले उखालेको बिउ भाइले फ्याँकिदिएर ए चुटो बिउ चुटो सबै त्यस्तो चुटाल्ने होइन कि जरा निकाल्ने हो चुटाल्नु त हुन्न चुटाले पछि त अनि कहाँ सर्छ त नि असारमा रोपाइ गर्नु बाँझो चिर्नु जेठैमा असारमा रोपाइ गर्नु बाँझो चिर्नु जेठैमा लाइदेऊ क्यारे चोखो माया पहिलो भेटैमा हे आउ है माया लाउ है सुर